वुमन्स डे कपमा नेपालले आज हङकङसँग खेल्दै। युगान्डामा सुरु भएको 4 देश सम्मिलित वुमन्स डे कपमा आज तेस्रो दिनको खेलहरू हुँदैछ। आजको पहिलो खेलमा घरेलु टोली युगान्डा र नामिबिया बीच खेल हुँदैछ भने दोस्रो खेलमा नेपालले हङकङसँग खेल्नेछ। नेपाल र हङकङ बीचको खेल भने अपराह्न 4:45 बजेदेखि सुरु हुनेछ। खेलको लाइभ स्पोर्ट्स बक्स युट्युब च्यानलबाट र ICC.tv को अफिसियल वेबसाइटबाट हेर्न सक्नुहुनेछ। त्यस्तै शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने आइतबार दोस्रो खेलमा युगान्डालाई 1 विकेटले हराएको थियो। त्यस्तै हङकङ पहिलो खेलमा युगान्डासँग पराजित हुँदा आइतबार नामिबियालाई हराएको थियो। हालसम्म सबै टोलीले 2 खेलबाट 2-2 अङ्क जोडेका छन्। यसपछि भने नेपालको खेल फागुन 28 मा नामिबियासँग, 29 मा युगान्डासँग र 30 मा हङकङसँग रहेको छ। यी सबै खेलहरू सकिएपछि 4 मध्ये 2 मा रहेका शीर्ष टोलीले फाइनल खेल खेल्नेछन् भने बाँकी 2 टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै ICC को महिला T20I वरियताको आधारमा हेर्ने हो भने नेपाल 21औं स्थानमा रहेको छ भने हङकङ 22औं स्थानमा रहेको छ, युगान्डा 18औं स्थानमा र नामिबिया 17औं स्थानमा रहेको छ। हाल नेपाली टोलीमा भने इन्दु वर्मा कप्तान, रुबिना छेत्री, पूजा महतो, अलिसा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीण, रोमा थापा, राजमती ऐरी, रचना कुमारी चौधरी र ईश्वरी विष्ट रहेका छन्।